आज मैले चाहिँ के सोचेँ भन्दाखेरि एउटा चाहिँ मेटास्प्लोइट भन्ने एउटा चाहिँ हाम्रो कस्तो भने फ्रेमवर्क छ होइन। यो फ्रेमवर्कमा चाहिँ कस्तो हुन्छ भने यो चाहिँ यसमा चाहिँ हामी प्र्याक्टिस गर्न सक्छौँ कि यो चाहिँ होइन। वी क्यान प्र्याक्टिस हियर अ लट। सो यसमा धेरै कुराहरू छ होइन। यसमा प्र्याक्टिस गरेर नि मान्छेहरूले चाहिँ आफ्नो कसरी चाहिँ एक्सप्लोइटहरू कसरी भर्नेबल छ कि छैन कुराहरू कसरी चाहिँ ह्याक गर्ने भन्ने कुराहरू यहाँबाट पनि सिक्छ क्या अलिअलि होइन। त्यस्तो कुराहरू हामीले सिक्नु छ भने मेटास्प्लोइट भन्ने चाहिँ हाम्रो एउटा फ्रेमवर्क छ, त्यो चाहिँ एकदम राम्रो होइन। त्यो चाहिँ मैले यो ओराकल भर्चुअल बक्स म्यानेजरमा चाहिँ मैले राखेको छु, जसमा चाहिँ काली लिनक्स र मेटास्प्लोइट दुइटै छ मेरो होइन। दुइटालाई मैले अन गरेर राखेको छु अहिले यहाँ होइन। तर मेटास्प्लोइटलाई चाहिँ मैले यसको चाहिँ हेर्ने हो भने यहाँभित्र यसमा केही पनि छैन, अथवा मैले के भन्नु लाग्यो भने यसमा मैले लगइन पनि गरेको छैन कि। लगइन नगरेर पनि मैले यसलाई चाहिँ एक्सप्लोइट गर्न सक्छु अझै यसलाई ह्याक गर्न सक्छु होइन। एकचोटि हेरौँ है त यसलाई कसरी गर्न सकिन्छ भन्ने कुरा। यो मैले अन त्यतिकै मात्रै अन मात्रै गर्दैछु, यसलाई लगइन गरेको छैन मैले है। अनि यसलाई मैले के गरेँ भने एउटा हाम्रो काली लिनक्स एउटा भयो होइन। यहाँ चाहिँ एउटा काली लिनक्स छ, मैले चाहिँ यसलाई चाहिँ यहाँबाट चाहिँ यो चाहिँ एउटै नेटवर्कमा छ यो होइन। त्यसको लागि मैले हेर्नु पर्यो भने त्यो नेटवर्कमा चाहिँ कसरी हेर्ने भन्दाखेरि जस्तो अब यहाँ एआरपी स्क्यान स्ल्यास ड्यास एल गऱ्यो भने एआरपी सरी यसमा गरौँ सुडो गरौँ है। सुडो गरेर एसयु गरौँ पहिला, यसलाई सेन्स उमा जाउँ होइन। पहिला रुटमा जाउँ अनि त्यसपछि एआरपी स्क्यान गरेर हामीले एल गरौँ है त। यसो गरेपछि के हुन्छ भने यो मेरो चाहिँ यो चाहिँ मेटास्प्लोइटको हो यो होइन। मेटास्प्लोइटको चाहिँ हो यो। यसलाई मैले यहाँ पिङ गरेँ भने पिङ गरेर यसमा चाहिँ राखेँ भने मैले यसले चाहिँ जवाफ दिन्छ होइन। भनेदेखि मेरो चाहिँ यसको चाहिँ के हो भने आइएफ कन्फिग गरेर मैले हेरेँ भने मेरो चाहिँ के हो भन्दाखेरि अहिले यो 12 हो, 10-12 होइन। अब हामीले चाहिँ के कुरा हेर्न सक्छौँ भन्दाखेरि मैले यदि त्यो मेटास्प्लोइटलाई चाहिँ मैले चाहिँ यो मेटास्प्लोइट भन्ने चाहिँ यो चाहिँ फ्रेमवर्कलाई चाहिँ कसरी चाहिँ मैले चाहिँ यसको चाहिँ यसलाई ह्याक गर्न सक्छु होइन। त्यो कुरा एकपल्ट सिकौँ। यसमा चाहिँ धेरै कुराहरू छ यसमा होइन। यसको पहिला चाहिँ भित्र जाउँ है त, एकचोटि हेरौँ यसलाई भित्र जाँदाखेरि के गर्न सकिन्छ भन्दाखेरि जस्तो अब भिएन म्याप हाम्रो होइन नेटवर्क म्याप चाहिँ हाम्रो एउटा टुल छ यहाँ होइन। त्यो टुलले चाहिँ मैले के गर्न सक्छु भन्दा जस्तो अब यसको भर्जन हेरेर ड्यास एसबी अनि यसको चाहिँ होल चाहिँ पोर्टहरू चाहिँ म स्क्यान गर्न चाहन्छु होइन। कुन कुन पोर्टहरू यसको खुल्ला छ भन्ने कुरा हेर्नु पर्यो भने हामी यसरी इन्टर गर्छौँ यसलाई होइन। यसले एकछिन टाइम लिन्छ है त। ओके, हाम्रो चाहिँ यो अहिले मैले एनिम्याप गरेपछि यसको पोर्टहरू हामीले हेर्न सक्छौँ यहाँ होइन। यु क्यान सी हियर अल द पोर्ट्स आर ओपन, पोर्ट्स आर हियर सी। ओके, सो दिस पोर्ट्स आर ओपन राइट नाउ अल। सो यसमा हाम्रो चाहिँ अब हामीले चाहिँ यसमा हेर्दाखेरि के गर्न सक्छौँ भन्दाखेरि अब जस्तो क्लोज पोर्टहरू पनि देखाइरहेको छ यसले होइन। हामीलाई त्यसमा मतलब छैन अहिले होइन। हामीले चाहिँ यो पोर्टहरू युज गरेर अब पाला पाला चाहिँ यिनीहरू चाहिँ अहिलेलाई सुरुमा यो गरौँ होइन, त्यसपछि अरू गर्दै गरौँला, हेर्दै जाउँला के गर्न सकिन्छ भनेर होइन। त्यसको लागि हामीले के गर्छौँ, मैले भर्जन पनि हेरेको छु यहाँ होइन। दिस इज अ भर्जन। सो एफटिपीको हाम्रो चाहिँ पोर्ट के हो त 21 हो, टिसिपी होइन। ओपन छ यसको स्टेट चाहिँ सर्भिस एफटिपी भइहाल्यो। हामीले यो भर्जनलाई चाहिँ यसको चाहिँ एफटिपीको यो भर्जनलाई चाहिँ हामी कपी गरौँ है। म यसलाई यता राख्छु एकछिनलाई। म अर्को चाहिँ ओपन गर्छु है त यहाँ यसो एकचोटि फेरि न्यू ओपन गर्छु यहाँ होइन, ताकि मलाई दुइटै हेर्न सजिलो होस्। म यसलाई पनि फेरि के गर्छु सुडो एसयु गरेर म यसमा फेरि यसको चाहिँ रुटमा जान्छु म होइन। यहाँ गएर मैले के गरेँ भन्दाखेरि एमएसएफ कन्सोल भनेर मैले यसरी चाहिँ चलाएँ होइन। अब यदि एमएसएफ कन्सोल मात्रै गरेर /q गऱ्यो भने के हुन्छ भने एमएसएफ कन्सोलको चाहिँ /q गर्दाखेरि तपाईँलाई केही पनि नआइकन यसले सिधै उ गर्छ। तर म तपाईँलाई देखाउँछु यो होइन। यसमा हेरौँ एमएसएफ कन्सोल गरेर यो स्टार्ट भयो। एमएसएफ कन्सोलको चाहिँ मेटा फ्रेमको लागि चाहिँ यसले चाहिँ भनौँ न अब यसले चाहिँ आफ्नो चाहिँ भर्जनहरू देखायो होइन। मेटास्प्लोइटमा के हुन्छ भन्दाखेरि यसमा चाहिँ 25 वटा एक्सप्लोइटर छ अरे होइन। यसमा 1289 वटा एक्जिलरीहरू छ, 431 वटा पोस्टहरू छ। यो सबै के हो भन्दाखेरि यसको चाहिँ मेटास्प्लोइटले अहिले डेभलप गरेर गएको हो यो होइन। यसमा चाहिँ हामीले चाहिँ के अरे यसलाई कसरी चाहिँ एक्सप्लोइट गर्न सक्छौँ भन्ने कुराहरू यसमा गरेको छ कि। यसमा खास भन्यो भने यो चाहिँ खास भर्नेबल नै फ्रेमवर्क हो यो होइन। त्यसले गर्दाखेरि हामीले चाहिँ यसमा चाहिँ कसरी यसलाई चाहिँ एक्सप्लोइट गर्न सक्छौँ यो सिक्ने मात्र ठाउँ हो है यो हामीले चाहिँ सिक्न सकिन्छ यसमा, किनभने यो लिगली हो होइन।
हामीले अरूमा चाहिँ लिगली गर्न सक्दैनौँ। त्यसले गर्दाखेरि यसमा सिक्दाखेरि चाहिँ एकदम बेटर हुन्छ हैन। त्यसको लागि मैले के गरेँ भने सुरुमा चाहिँ यसलाई मैले कपी गरेँ, यसको यो भर्जनलाई चाहिँ हैन, VSFTPD 2.3.4 लाई हैन। अब यसलाई कसरी खोज्ने त भन्दाखेरि तपाईले खोज्न धेरै सजिलो छ। सर्च भन्ने एउटा हुन्छ हैन, सर्च भनेर गर्ने अनि यसलाई गरेर राइट क्लिक गरेर यहाँ पेस्ट गरिदिने। किनभने हामीले मेटास्प्लोइटको हामीले यो एमएस कन्सोल भनेर चलाइसकेका छौँ हैन। त्यसले गर्दा यहाँ गएर चाहिँ यसलाई इन्टर मात्रै गरिदियो भने यसले खोज्छ के यो भित्र, किनभने हामीले सबै खोजेर काम छैन। हामीलाई पर्टिकुलर जे कुरा चाहिन्छ त्यो कुरालाई सर्च गर्न सकिन्छ हैन। यसरी सर्च गरौँ। त्यसपछि यहाँ हेर एक्सप्लोइट गरेर युनिक्समा रहेछ हैन, एफटीपी भर्जन यो अनि यसको ब्याकडोर पनि छ भनेपछि ब्याकडोर भनेपछि त झन् यो त पछाडि ढोको खोल्देको भन्ने कुरा भयो हैन। त्यसले गर्दा यो यसको र्याङ्क हो भने त एक्सिलेन्ट छ यो हैन। त्यसले गर्दा हामी यसलाई चाहिँ गर्न सक्छौँ। अब यसलाई कसरी युज गर्छौँ त भन्दाखेरि यसलाई युज गर्दाखेरि युज भनेर एउटा चाहिँ हाम्रो चाहिँ टुल हुन्छ हैन। यसमा चाहिँ के अरे कमान्ड हुन्छ। त्यसमा चाहिँ अब तपाईले यसलाई गर्दा धेरैले के गर्छ भने यसलाई यसरी कपी गर्छ के, राइट क्लिक गरेर यसरी कपी गर्छ हैन, अनि गरेर यहाँ पेस्ट गरेर गर्छ हैन, पेस्ट गरेर यसरी युज गर्छ। तर यसलाई चाहिँ हामीले त्यसरी नगरिकन तपाईले यसरी पनि गर्न सक्नुहुन्छ के, इजी हैन है। यसलाई चाहिँ यसको नम्बर कति हो यो हेर्नु, यो नम्बर छ 0 छैन, 0 मात्र राख्दै पनि हुन्छ के, इन्टर गर्दियो भने युज भइहाल्छ के यसरी है। अर्को तरिका पनि त्यो पहिलाको तरिका नि हेरिहालौँ है त। यसलाई चाहिँ मैले चाहिँ एमएस कन्सोल फेरि गरेँ मैले यहाँ हैन। है त्यही यहाँ यसको एमएस कन्सोल तपाईले लेखिराख्यो भने यो चाहिँ हेर्नु है, यो यहाँ एउटा चित्र आउँछ, यहाँ माथि एउटा चित्र आइरहेको छ हैन, त्यस्तो हुन्छ है। यो एउटा कुरा चाहिँ याद गर्नु त्यो चाहिँ है। अब मैले चाहिँ के गरेँ भन्दाखेरि एमएस कन्सोल फेरि चलाएँ मैले हैन, किनभने एक्जिट गरेको हुनाले यो देखाउँदैन। अब मैले यहाँ चाहिँ फेरि सर्च गरेर त्यो अहिलेकै कुरालाई हैन सर्च गरेर यसैलाई मैले चाहिँ यहाँ कपी गरेर हैन, राइट क्लिक कपी गरेर यहाँ गएर मैले पेस्ट गरिदिएँ यसलाई हैन, इन्टर गरेँ हैन। अब यसको फेरि ब्याकडोर हामीलाई देखाएछ यहाँ हैन। मैले यसलाई चाहिँ अब यसलाई कपी गरेर है त, यसलाई कपी गरेर यो नर्मल मान्छेहरूले गर्छ, जसले पनि गर्छ त्यो हैन, युज गरौँ हैन। त्यहाँ यहाँ राइट क्लिक गरेर पेस्ट गरिदिउँ यसलाई है, इन्टर गरौँ। अब हेर्नु है यो युज भयो, युजमा आयो, यो रातो यसरी आउनु भनेको युजमा आयो। अब यो भित्र के छ भन्ने कुरा हेर्नु पर्यो भने सो अप्सन हैन, अप्सन्स भनौँ, इन्टर गरौँ। हेर्नु है यहाँ मैले सो अप्सन लेखेपछि यो तलपट्टि यो कुराहरू आयो हैन। अब यसमा हेर्नु है के कुरा रिक्वायर छ भनेर यसले देखिरहेको छ यहाँ हैन। तपाईले यो मेसिनलाई चाहिँ यो मेसिनको चाहिँ यो एफटीपी पोर्टलाई चाहिँ बाट चाहिँ यसलाई चाहिँ ह्याक गर्नु छ भने के कुरा रिक्वायर हुन्छ त भन्दाखेरि यहाँ अब यहाँ यो तिनटा त नो गरेछ हैन, यो माथिको तिनटालाई नो गरेछ भने यो आर होस्ट एउटा छ हैन, यो के अरे रिमोट होस्ट हो यो हैन। यो चाहिँ यसलाई चाहिँ कसरी चाहिँ यसको होस्टमा कसरी पुग्ने भन्ने मतलब यसको चाहिँ आइपी हामीले चाहिँ यहाँ राख्नुपर्छ। यसको पोर्ट भनेको 21 हो हैन, यो 21 हो छँदैछ यहाँ भनेपछि यो पनि चाहिन्छ भने तर यो राखिसकेको छ भने चाहिँ हामीले यो राख्नुपर्ने भयो के यसको लागि चाहिँ मेन हैन। यसको लागि चाहिँ टार्गेट होस्ट भनेको चाहिँ हाम्रो यसको चाहिँ के अरे चाहियो हाम्रो यसलाई हैन। भनेदेखि यदि मैले यहाँ गएर चाहिँ सेट गरेर सेट के त आर होस्ट गर्ने, अनि मैले के भने मेटास्प्लोइटको मेरो चाहिँ यो मेसिनको चाहिँ मैले अघि देखाउँदाखेरि के देखाएको थिएँ, यहाँ देखाउँदाखेरि चाहिँ यसको चाहिँ यो हो भनेको थिएँ मैले यसको हैन, यो हैन 1010 हो किनभने हामी एउटै रिमोट छ हैन। त्यसले गर्दा यसलाई राइट क्लिक गरेर कपी गरेँ मैले यसलाई, यहाँ गएर मैले पेस्ट गरिदिएँ यसलाई हैन, यो राखेँ, तपाईले टाइप गरे पनि हुन्छ। अब इन्टर गरौँ है त। अब यसले के भन्छ आर होस्ट चाहिँ यो सेट भएछ भन्छ। अब हो कि हैन हेरौँ एकचोटि है त। फेरि अप्सन गरेर जाउँ, यहाँनिर जाउँ है एकचोटि। यहाँ अघि हेर यहाँ चाहिँ थिएन यो हैन, यहाँ माथि हुँदाखेरि यहाँ थिएन हैन, अहिले यहाँ चाहिँ सेट भयो यो हैन, यो सेट भयो। अब चाहिँ हामीले के पनि गर्नु पर्दैन, एक्सपोर्ट गर्ने काम मात्र हो। यसलाई चाहिँ EXP मात्र लेखेर इन्टर ट्याब गरे पनि भइहाल्छ है। इन्टर गर्नु हैन। तपाईले यहाँ अब एउटा चाहिँ सेल देखाउँछ के यसले, यो फाउन्ड सेल भन्यो। यो फाउन्ड सेल भनेको के हो भने तपाईले अब तपाई भित्र छिरिसक्यो हैन। अब यहाँ त केही देखाएको छैन, तपाईले यहाँ क्लिक मात्र भएर के हो त भन्ने कुरा थाहा हुँदैन नि हैन। यसले हेर त सेसन 1 ओपन भनिसकेको छ यहाँ हैन। यसलाई मैले के गर्छु भन्दाखेरि अब यदि एलएस गरेर हेर्यो भने हेर्न त देखाउँछ यहाँ पुरै, एलएस गर्यो भने यहाँ पुरै देखाउँछ। तपाईले यहाँ भित्र गएर यो अब यसलाई चाहिँ यहाँ गएर हुएमआई भनिदियो भने यसले रुट भन्छ हैन। त्यस्तै अर्को चाहिँ अब यसमा चाहिँ हामीले के गर्छ चाहिँ युनेम भनेर लेखौँ है त एकचोटि। लिनक्समा रहेछ यो हैन, सबै कुरा गर्न सकिन्छ कि। अब मैले चाहिँ MKDIR मेक डाइरेक्टरी गरौँ है त। एउटा मेक डाइरेक्टरी चाहिँ ल मैले चाहिँ
आई एम ह्याकर भनेर यसरी मैले राखेँ, इन्टर गरिदिएँ है त। अब मैले यहाँ चाहिँ एलियास गरेँ भने आई एम ह्याकर भनेर देखाउँछ कि यसले। भनेको त मैले यसको डाइरेक्टरीभित्र यो भित्र छिरिसकेँ होइन, यो भित्र म जे पनि गर्न सक्छु कि। अब मैले यो ह्याकर भने यो बनाएँ, म यसैलाई डिलिट गर्न चाहन्छु भने RMDIR लेख्नुपर्छ जस्तो लागिरहेको छ मलाई यो होइन। एकचोटि RMDIR आई एम ह्याकर गरेँ है मैले। अब हेर्नु है, अब अहिले त्यो केही पनि आएन होइन। मैले त्यहाँ यो चाहिँ अलिकति कहिले कहिले के हुन्छ भने लेख्दा लेख्दा चाहिँ उनी बिर्सिया हुन्छ कि। अनि RMDIR भने RMDIR गरेँ मैले होइन, MKDIR भनेको बनाउने, RMDIR भनेको यसलाई चाहिँ रिमुभ गर्ने। अब मैले एलएस गरेर हेरेँ भने हेर्नु है त, यहाँ छैन त्यो होइन, त्यो मेरो चाहिँ डाइरेक्टली छैन। यसरी चाहिँ तपाईँले चाहिँ यसलाई ह्याक गर्न सक्नुहुन्छ क्या। केबाट युज गरेर त भन्दाखेरि हामीले अहिले के युज गरेछौँ, यो युज गरेछौँ होइन, FTP को यो भर्जन युज गरेछौँ। अब हामीले SSS बाट पनि गर्न सक्छौँ, टेलनेट पनि होइन, MS यो सबै युज गरेर यसको आफ्नो हुन्छ क्या सबै कुराहरू। त्यसलाई कसरी चाहिँ ह्याक गर्ने भन्ने कुराहरू हामीले यहाँबाट सिक्न सक्छौँ। भनेपछि यसरी चाहिँ हामीले एउटा FTP लाई चाहिँ यसरी चाहिँ युज गरेर कुनै पनि अरू पनि वेबसाइटहरू त्यस्तो छ भने हामीले चाहिँ यसबाट चाहिँ यसरी काम गर्न सक्छौँ भन्ने कुरा यहाँबाट सिक्न सक्छौँ है त। ल अर्को चाहिँ अब यो अरू बाँकी चाहिँ म अरूमा गराउँछु होइन, हेर्दै गरौँ है त।